आजको यस लेक्चरमा चाहिँ हामीले अल्डिहाइड र किटोनको बारेमा पढ्नेछौँ र यो फर्स्ट लेक्चर हो। यसमा हामीले इन्ट्रोडक्सन र जेनरल मेथड अफ प्रिपरेसन अफ अल्डिहाइड र किटोनको बारेमा पढ्नेछौँ। र सबैभन्दा पहिला अल्डिहाइड र किटोन भनेको चाहिँ एउटा यस्तो अर्ग्यानिक कम्पाउन्डको क्लास हो जसमा चाहिँ कार्बोनाइल ग्रुप चाहिँ फङ्सनल ग्रुपको फर्ममा हुन्छ र अल्डिहाइड किटोन चाहिँ एकदमै सिग्निफिकेन्ट एउटा अर्ग्यानिक कम्पाउन्ड्सहरू हुन् जसको चाहिँ एप्लिकेसन चाहिँ केमिस्ट्रीको फिल्डमा चाहिँ एकदमै धेरै छ। र सबैभन्दा पहिला चाहिँ अल्डिहाइडको कुरा गर्दाखेरि चाहिँ जुन कार्बोनाइल कार्बनमा चाहिँ एटलिस्ट एउटा हाइड्रोजन कनेक्टेड छ त्यस्तो कम्पाउन्डलाई चाहिँ हामीले चाहिँ अल्डिहाइड भन्छौँ र यसलाई चाहिँ हामीले रिप्रेजेन्ट गर्दाखेरि RCHO ले रिप्रेजेन्ट गर्छौँ। यहाँ इक्जाम्पल पनि हेर्न सक्छौँ हामीले C डबल बोन्ड O र यसमा चाहिँ H कनेक्टेड भएको छ र हामीले अल्काइल ग्रुप पनि देख्छौँ र यसमा चाहिँ इक्जाम्पलहरू पनि छ एसिटाल्डिहाइडको, इथानेलको र अल्डिहाइडको चाहिँ सेकेन्डरी सफिक्समा चाहिँ हामीले AL ले रिप्रेजेन्ट गर्छौँ र हामीले यो अल्डिहाइडको हेर्दाखेरि चाहिँ मिनिमम पनि हामीले कार्बोनाइल कार्बनमा चाहिँ एउटा हाइड्रोजन छ कि छैन भन्ने कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। र अर्को हाम्रो छ किटोन। किटोन भनेको चाहिँ कस्तो भन्दाखेरि कार्बोनाइल कार्बनमा चाहिँ दुईटा अल्काइल ग्रुप जोडिएको छ भने त्यस्तोलाई हामीले किटोन भन्छौँ र यसलाई चाहिँ हामीले रिप्रेजेन्ट गर्दाखेरि RCOR ले रिप्रेजेन्ट गर्छौँ। र यहाँ देख्न पनि सक्छौँ हामीले अल्काइल ग्रुप छ यहाँ जसलाई चाहिँ हामीले सेकेन्डरी सफिक्स युज गर्दाखेरि चाहिँ ONE1 युज गर्छौँ र इक्जाम्पल छ यहाँ एसिटोनको एउटा फेमस कम्पाउन्ड किटोनको हो। यसमा चाहिँ प्रोपानोन भनिन्छ यसलाई चाहिँ र अर्को छ पेन्टानोन। अब कार्बोनाइल कार्बनमा चाहिँ के हुन्छ त भन्दाखेरि अक्सिजनसँग चाहिँ कनेक्टेड भएको हुन्छ कार्बन अनि यसमा चाहिँ पाई बोन्ड र सिग्मा बोन्ड गरी दुईटा बोन्ड हुन्छ हो। यति भइसकेपछि हामीले जेनरल मेथड अफ प्रिपरेसन अफ अल्डिहाइड र किटोनको बारेमा पढ्नेछौँ र सबैभन्दा पहिला छ हाम्रो अल्कोहलबाट कसरी हामीले चाहिँ प्रिपेयर गर्न सक्छौँ भन्ने कुरा। र सबैभन्दा पहिला छ अक्सिडेसन अफ अल्कोहल। अल्डिहाइडलाई बनाउनको लागि चाहिँ हामीले प्राइमरी अल्कोहल युज गर्छौँ र प्राइमरी अल्कोहल युज गरिसकेपछि हामीले KMnO4 अक्सिडाइजिङ एजेन्टको रूपमा युज गर्छौँ र H2SO4 पनि युज गर्छौँ र जस कारणले गर्दाखेरि हामीलाई अल्डिहाइड मिल्छ र यसको साइड प्रोडक्टमा वाटर मिल्छ। अब यहाँ इक्जाम्पलहरू हेर्नुहोस् तपाईँहरू होइन, यहाँ प्रोपानोल छ। प्रोपानोललाई हामीले चाहिँ अक्सिडेसनमा लग्यौँ KMnO4 र H2SO4 को प्रेजेन्समा, त्यस पछाडि यसमा चाहिँ अल्डिहाइड बन्छ। अब यो के छ त भन्दाखेरि रियाक्सन मिक्सचरमा चाहिँ हामीले चाहिँ जुन अल्डिहाइड बन्छ त्यसलाई चाहिँ एज सुन एज पोसिबल निकाल्नु पर्ने हुन्छ। किन भन्दाखेरि जुन रियाक्सन मिक्सचरमा अल्डिहाइड बन्छ त्यो चाहिँ फेरि अक्सिडेसन भएर चाहिँ कार्बोक्सिलिक एसिडमा जान्छ र यो हुँदाखेरि चाहिँ हामीले यो रियाक्सनलाई चाहिँ एकदमै कन्ट्रोल कन्डिसनमा चाहिँ पर्फर्म गर्नुपर्ने हुन्छ। यदि गरेनौँ भने हामीले डिजायर्ड प्रोडक्ट पाउँदैनौँ। अब अर्को के छ त भन्दाखेरि किटोन्स। किटोन्सलाई पनि हामीले चाहिँ अल्कोहलबाट बनाउन सक्छौँ तर हामीले यसलाई चाहिँ सेकेन्डरी अल्कोहलबाट मात्रै बनाउन सक्छौँ। यदि हामीले प्राइमरी अल्कोहल युज गऱ्यौँ भने यसबाट किटोन बन्दैन। त्यस कारणले हामीले यसमा चाहिँ सेकेन्डरी अल्कोहल युज गर्नुपर्ने हुन्छ र हामीले किटोन पाउँछौँ। यसमा पनि KMnO4 र H2SO4 युज गरिन्छ र अक्सिडेसन गरिन्छ र किटोन हामीले पाउँछौँ। र यहाँ इक्जाम्पल पनि छ प्रोपेन्टोललाई चाहिँ हामीले अक्सिडेसनमा लग्यौँ KMnO4 र H2SO4 को प्रेजेन्समा र हामीले चाहिँ के पायौँ त भन्दाखेरि एसिटोन पायौँ जसलाई हामीले 2-प्रोपानोन पनि भनिन्छ। र अर्को मेथड छ क्याटालाइटिक डिहाइड्रोजिनेसन अफ अल्कोहल जसमा चाहिँ हामीले हाइड्रोजनलाई निकाल्छौँ र के को प्रेजेन्समा त भन्दाखेरि रिड्युस कपरमा चाहिँ पास गर्छौँ हामीले भ्यापर, अल्कोहलको भ्यापरलाई चाहिँ हामीले पास गर्छौँ र यसमा चाहिँ के हुन्छ त क्याटालाइटिक डिहाइड्रोजिनेसन भएर अल्डिहाइड र किटोन बन्छ। र सबैभन्दा पहिला हामीले प्राइमरी अल्कोहल लियौँ भने यसबाट चाहिँ अल्डिहाइड बन्छ र सेकेन्डरी अल्कोहल लियौँ भने चाहिँ यसबाट के बन्छ त किटोन बन्छ। अब यसमा छ हामीले हेरौँ प्रोपानोल छ। प्रोपानोललाई चाहिँ हामीले कपर राखेर चाहिँ 300 डिग्री सेल्सियसमा चाहिँ यसको भेपर पास गऱ्यौँ भने चाहिँ यसबाट चाहिँ प्रोपानेल बन्छ जुन चाहिँ एउटा अल्डिहाइड हो र यसबाट हाइड्रोजन ग्यास निक्लिन्छ। अब अर्को छ किटोन। किटोनलाई चाहिँ हामीले क्याटालाइटिक डिहाइड्रोजिनेसन अफ सेकेन्डरी अल्कोहलबाट चाहिँ बनाउन सक्छौँ। सेकेन्डरी अल्कोहललाई चाहिँ हामीले चाहिँ कपरको प्रेजेन्समा चाहिँ डिहाइड्रोजिनेसन गऱ्यौँ भने चाहिँ के बन्छ त यसबाट किटोन बन्छ। एउटा इक्जाम्पल पनि छ यहाँ 2-प्रोपानोल जुन चाहिँ सेकेन्डरी अल्कोहल हो र यसमा चाहिँ हामीले कपर राखेर 300 डिग्री सेल्सियसमा चाहिँ डिहाइड्रोजिनेसन गऱ्यो भने यसबाट 2-प्रोपानोन बन्छ जुन चाहिँ
एउटा किटोन हो। र अर्को छ मेथड कार्बोक्सिलिक एसिड। कार्बोक्सिलिक एसिडमा चाहिँ क्याटालाइटिक डिकम्पोजिसन अफ कार्बोक्सिलिक एसिड छ र यसमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि कार्बोक्सिलिक एसिडको भ्यापरहरू कार्बोक्सिलिक एसिड र फर्मिक एसिडलाई चाहिँ हामीले म्याग्नेज अक्साइडको प्रेजेन्समा चाहिँ 300 डिग्री सेल्सियससम्म हिट गर्दाखेरि चाहिँ यो चाहिँ क्याटालाइटिक डिकम्पोजिसनमा जान्छ, जसले चाहिँ अल्डिहाइड दिन्छ। र यहाँनिर अल्डिहाइड र वाटर अनि कार्बन डाइअक्साइडको साइड प्रोडक्ट। र अर्को छ यसमा चाहिँ फर्मल्डिहाइड र फर्मल्डिहाइडलाई चाहिँ हामीले चाहिँ म्याग्नेज अक्साइडको प्रेजेन्समा चाहिँ 300 डिग्रीसम्म हिट गर्यो भने चाहिँ यसबाट चाहिँ फर्मल्डिहाइड बन्छ र वाटर अनि कार्बन डाइअक्साइड पनि बन्छ। र किटोनलाई बनाउनको लागि चाहिँ हामीले मिक्सचर अफ कार्बोक्सिलिक एसिड युज गर्छौँ, तर यसमा चाहिँ फर्मिक एसिड हुँदैन र यसलाई चाहिँ हामीले म्याग्नेज अक्साइड क्याटलिस्टको रूपमा युज गरेर 300 डिग्री सेल्सियसमा हिट गर्छौँ र यसबाट चाहिँ हामीले किटोन पाउँछौँ। र अर्को मेथड छ हाम्रो डिस्टिलेसन अफ क्याल्सियम साल्ट अफ कार्बोक्सिलिक एसिड। र यसमा चाहिँ के हुन्छ त भन्दाखेरि अल्डिहाइड किटोन बनाउनको लागि चाहिँ हामीले क्याल्सियम साल्ट अफ कार्बोक्सिलिक एसिडलाई डिस्टिलेसनमा लान्छौँ र अल्डिहाइड बनाउनको लागि चाहिँ हामीले क्याल्सियम साल्ट अफ कार्बोक्सिलिक एसिड र फर्मिक एसिडको युज गर्छौँ। र किटोन बनाउनको लागि चाहिँ हामीले क्याल्सियम साल्ट अफ कार्बोक्सिलिक एसिड एन्ड अदर देन फर्मिक एसिडको युज गर्छौँ। यदि हामीले चाहिँ प्राइमेरी अल्कोहोलहरू युज गऱ्यौँ भने चाहिँ हामीले अल्डिहाइडहरू बनाउँछौँ। हामीले फर्मिक एसिडको युज गरेर चाहिँ किटोनहरू बनाउन सक्दैन। यसको लागि चाहिँ हामीलाई फर्मिक एसिडभन्दा बाहेकको क्याल्सियम साल्टहरू चाहिन्छ, जसले गर्दाखेरि चाहिँ हामीले किटोन बनाउन सक्छौँ। र यहाँ इक्जाम्पलमा पनि हामी देख्न सक्छौँ दुईवटा मोलिक्युल अल्डिहाइडको बन्छ र डिकम्पोजिसन भएर क्याल्सियम कार्बोनेट बन्छ र किटोनमा पनि डिकम्पोजिसन भएर चाहिँ किटोन र क्याल्सियम कार्बोनेट बन्छ। अब अर्को के छ त भन्दाखेरि हामीले यदि क्याल्सियम कार्बोनेटलाई चाहिँ एक्लै हिट गऱ्यौँ भने चाहिँ के बन्छ त भन्दाखेरि फर्मल्डिहाइड बन्छ। यहाँ रियाक्सनमा पनि हामी देख्न सक्छौँ क्याल्सियम कार्बोनेटको। र अर्को छ क्याल्सियम साल्ट अफ कार्बोक्सिलिक एसिडलाई चाहिँ हामीले हिट गऱ्यौँ जुन चाहिँ क्याल्सियम फर्मेट छैन, क्याल्सियम फर्मेट बाहेक चाहिँ हामीले हिट गऱ्यौँ वा डिस्टिलेसन गऱ्यौँ भने चाहिँ यसले किटोन दिन्छ र किटोन दिँदाखेरि यसको साइड प्रोडक्टमा चाहिँ क्याल्सियम कार्बोनेट हुन्छ। अब अर्को छ इम्पोर्टेन्ट मेथड के छ त भन्दाखेरि एसिड क्लोराइड छ, जुन चाहिँ हामीले क्याटालाइटिक रिडक्सन गरेर चाहिँ पाउँछौँ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि प्यालाडियम र BaSO4 को प्रेजेन्समा चाहिँ हामीले अल्डिहाइड पाउँछौँ, जसलाई चाहिँ रजनमन्ट रिडक्सन भनिन्छ र यो एकदमै इम्पोर्टेन्ट रिडक्सन प्रोसेस हो। यसमा चाहिँ के छ त भन्दाखेरि फर्मल्डिहाइड चाहिँ हामीले प्रिपेयर गर्न सक्दैनौँ, किनकि करेस्पोन्डिङ एसिड क्लोराइड चाहिँ अनस्टेबल हुन्छ। त्यही भएर हामीले जहिले पनि युज गर्दाखेरि चाहिँ फर्मल्डिहाइड बाहेकको एसिड क्लोराइड युज गर्नुपर्ने हुन्छ इन प्रेजेन्स अफ PDN BaSO4 बेरियम सल्फेटको प्रेजेन्समा। अब यसबाट चाहिँ हामीले एउटा इक्जाम्पल हेरौँ। एसिटाइल क्लोराइड छ यसमा र अर्को हाम्रो प्रोडक्ट बनिरहेछ इथानल, जुन चाहिँ हामीले क्याटालाइटिक रिडक्सन गरेर निकाल्यौँ र यसको साइड प्रोडक्टमा चाहिँ HCl आउँछ। र किटोनको लागि चाहिँ हामीले डाई अल्काइल क्याडमियमको प्रयोग गर्छौँ, जसमा चाहिँ क्याटालाइटिक रिडक्सन हुन्छ एसिड क्लोराइडको र यसमा चाहिँ ड्राई इथर पनि प्रेजेन्ट हुन्छ। र हामीले एसिड क्लोराइडलाई चाहिँ डाई अल्काइल क्याडमियमसँग ड्राई इथरको प्रेजेन्समा चाहिँ रियाक्ट गरायौँ भने चाहिँ यसबाट चाहिँ हामीले 2 मोलिक्युल अफ किटोन्स पाउँछौँ र साइड प्रोडक्टमा चाहिँ क्याडमियम क्लोराइड पनि पाउँछौँ। र यसको इक्जाम्पल देखिसक्नु भएको छ। र अर्को मेथड छ ओजोनोलाइसिस अफ अल्किन्स। र यसमा चाहिँ के छ त भन्दाखेरि अल्किनलाई चाहिँ हामीले ओजोनसँग रियाक्ट गर्छौँ, जसबाट चाहिँ अनस्टेबल प्रोडक्ट बन्छ एउटा ओजोनोइड र त्यसलाई चाहिँ हामीले हाइड्रोलाइसिस गऱ्यौँ जिङ्क डस्टको प्रेजेन्समा भने चाहिँ त्यसले अल्डिहाइड किटोन दिन्छ, डिपेन्डिङ अपन द टाइप्स अफ अल्किन इन्ट्रोड्युस। हामीले कस्तो किसिमको चाहिँ अल्किन युज गरेको छ त्यसअनुसार चाहिँ यसले चाहिँ प्रोडक्ट दिन्छ। अब यहाँ इक्जाम्पल छ र यसमा चाहिँ क्लिभेज हुन्छ। क्लिभेज भएर चाहिँ हामीले चाहिँ हाइड्रोलाइसिस गऱ्यौँ जिङ्क डस्टको प्रेजेन्समा चाहिँ भने हामीले 2 मोलिक्युल चाहिँ के आउँछ त अल्डिहाइड आउँछ र साइडमा चाहिँ H2O2 को साइड प्रोडक्ट आउँछ। र अर्को इक्जाम्पल पनि छ जसमा चाहिँ हामीले फर्मल्डिहाइड देख्न सक्छौँ र अर्को छ किटोन। हामीले अर्को इक्जाम्पलमा चाहिँ किटोन पनि देख्न सक्छौँ। र यो थियो इन्ट्रोडक्सन र जेनरल मेथड अफ प्रिपरेसन अफ अल्डिहाइड किटोन। र अर्को भिडियोमा चाहिँ हामीले केमिकल प्रपर्टी र फिजिकल प्रपर्टी अफ अल्डिहाइड एन्ड किटोन पढ्नेछौँ। टिल देन सी यू इन नेक्स्ट भिडियो।